सबै नमस्ते। स्वागत छ मेरो यो नयाँ भिडियोमा। अहिले अहिले विभिन्न सोसियल साइटहरूमा भारतीय नागरिकता र नेपाली नागरिकता दोहोरो नागरिकता राख्ने व्यक्तिलाई पक्राउ परेको भन्ने जानकारीका सहित विभिन्न भिडियोहरू र विभिन्न व्यक्तिहरूलाई आतंकित बनाउने भिडियोहरू पनि सामाजिक सञ्जालहरूमा देखिरहेका छौँ र मलाई लाग्छ यो कुरालाई स्पष्ट नबुझिकन पनि धेरैले भिडियोहरू बनाइराख्नु भएको छ र आतंकित बनाइराख्नु भएको छ सानोतिनो भ्युजको लागि। प्लिज यसो नगरिदिनु होला भन्न चाहन्छु म सबैभन्दा पहिला। र म एउटा तपाईँलाई स्पष्ट जानकारी के गराउन चाहन्छु भनेपछि यदि तपाईँहरूसँग भारतीय आधार कार्ड र पान कार्ड छ भने त्यो तपाईँको पहिलो कुरा नागरिकता होइन, भारतीय नागरिकता होइन। तर तपाईँहरूसँग भोटर आइडी राख्नु भएको छ भने त्यो चाहिँ भारतीय नागरिकता छ र अथवा लिगल्ली भोटर आइडी राख्न चाहिँ पाउनु हुँदैन है। यो कुरा चाहिँ थाहा पाउनु पर्यो। आधार कार्ड पान कार्ड भनेको तपाईको पहिचान पत्र हो। आधार कार्ड भनेको पहिचान पत्र हो। प्यान कार्ड भनेको ट्याक्स इन्फर्मेसनको लागि चाहिँ तपाईको प्यान कार्ड पाउँछ है। कुनै पनि व्यक्तिले भन्नाले अब 180 दिनसम्म लिगल रूपमा बसेकोले आधार कार्ड लिगल्ली नै बनाउन पाउँछ भारतमा। नेपालीले पनि पाउँछ, त्यो कुनै पनि समस्या छैन। अहिले भारतमा एउटा नयाँ नागरिक ऐन जुन 1946 मा उनीहरूले बनाएको ऐन थियो, त्यो ऐनलाई पुनर्स्थापना गर्दै कुनै पनि विदेशी व्यक्ति भारतमा छिर्छ भने उसँग किन छिरेको, कति दिनको लागि छिरेको र उसँग के कामको लागि छिरेको र उसँग भिजा कति दिनसम्मको छ भनेर चेक गर्नको लागि स्ट्रिक्टली रूपमा भारतीय प्रहरीलाई अथवा भारतका चाहिँ प्रहरीलाई जानकारी अथवा सरकारले निर्देशन दिएको छ। तर त्यो चाहिँ नेपालको हकको लागि छैन अथवा नेपालको हकको लागि चाहिँ होइन। किनभने 1950 मा एउटा सन्धि भएको थियो नेपाल र भारतको बीचमा, जुन सन्धिले स्पष्ट रूपमा भनेको छ कि नेपाली नागरिकहरू भारतमा गएर काम गर्न बस्न खुला रूपमा कुनै पनि भिजाको अथवा पासपोर्टको आवश्यक पर्ने छैन भनेको छ। तर तपाईसँग आइडेन्टिटी चाहिँ हुनु पर्यो। तपाईँ नेपाली हो भने नेपाली आइडेन्टिटी देखाउनु पर्यो र इन्डियन हो अथवा तपाईसँग आधार कार्ड पान कार्ड छ भने आधार कार्ड र पान कार्ड देखाइदिनुस्, केही समस्या हुँदैन। म नेपाली नै हो भन्नुहोस्, केही फरक पर्दैन। र यदि तपाईसँग आधार कार्ड पान कार्ड बनाउनु भएको छैन भने नागरिकता देखाइदिनुस्, कुनै पनि समस्या हुँदैन। कि उनीहरूले छुट्याउनु पर्यो नि तपाईँ नेपाली हो या इन्डियन हो। नेपाली र इन्डियनलाई उनीहरूले केही पनि गर्दैन, केही समस्या छैन। तर विदेशी हो भने उनीहरूको लागि चाहिँ उनीहरूले पक्राउ गर्नु र जेल समेत हाल्नु भनेर भनेको छ, यदि नेपाली र भारतीय होइन भने है। त्यसकारणले उनीहरूले अन्य देशको हो कि भनेर चेक जाँच चाहिँ गरिरहेको छ। तर हामी नेपालीहरूलाई आतंकित चाहिँ कुनै पनि अवस्थामा हुनुपर्ने छैन। तर यदि तपाईँले भोटर आइडी लिनु भएको छ भने भोटर आइडी र नेपाली नागरिकता चाहिँ नदेखाउनु होला, अथवा भोटर आइडी सकेसम्म नलिनु होला। हामीलाई भोट हाल्नु जरुरी पनि हुँदैन है। अब कतिपय धेरैले बनाइसक्नु पनि भएको छ भारतीय भोटर आइडी है। भारतीय भोटर आइडी बनाइ पनि सक्नु भएको छ भने पनि नेपालको नागरिकता र भोटर आइडी अथवा पासपोर्ट है, कतिपयले पासपोर्ट पनि बनाउनु भएको छ। तर यो चाहिँ एकदमै स्ट्रिक्टली रूपमा नदेखाउनु होला। कतिपयले एकदम केयरलेस, भारतमा धेरै समयसम्म बसेको छु, मलाई अहिलेसम्म केही भएको छैन भनेर पासपोर्ट नेपाली नागरिकता सबै डकुमेन्ट एकै ठाउँमा बोक्ने गर्नु भएको छ। र जुन अहिले मुम्बईको एयरपोर्टमा इन्टरनेसनल एयरपोर्टमा व्यक्ति पक्राउ भयो भनेर पनि एउटा भिडियो आएको थियो। उहाँसँग चाहिँ सायद नेपालको नागरिकता र भारतीय पासपोर्ट अथवा नेपाली पासपोर्ट अथवा भारतीय नागरिकता दुईटै दोहोरो नागरिकता ठहरिने अथवा जुन कानुनले दिएको भन्दा बढी प्रयोग गरेको खण्डमा पक्रिएको हुनसक्छ। तर आधार कार्ड र पान कार्ड छ भने तपाईँलाई कुनै पनि चिन्ता छैन, ढुक्क भएर बस्नुहोस्। आधार कार्ड पान कार्डले ब्याङ्क एकाउन्टहरू सबै खोल्न पाउनुहुन्छ र आधार कार्ड पान कार्ड भनेको तपाईँको लागि लिगली नै हो र स्पष्ट रूपमा भन्नुहोस्। र यदि तपाईँ केही गर्न आउनु भएको छ, कहाँ हुनसक्छ तपाईँले त्यो चाहिँ स्पष्ट रूपमा भन्नुपर्ने हुन्छ। तपाईँ कहाँ काम गर्नुहुन्छ, कुन एड्रेसमा काम गर्नुहुन्छ, अथवा सकेसम्म तपाईँले काम गर्ने ठाउँमा डकुमेन्टहरू अथवा आइडी कार्डहरू पनि साथमा बोक्नुभयो भने अझ तपाईँलाई स्पष्ट हुनेछ र भारतीय प्रहरीहरूले तपाईँलाई केही गर्न सक्ने छैनन्। जुन 1950 को सन्धि थियो, त्यो सन्धिले चाहिँ स्पष्ट रूपमा भारतीय पनि नेपालमा आएर काम गर्न बस्न पाउँछन् हैन। त्यसपछि नेपालीहरू पनि इन्डियामा गएर तपाईले प्यान कार्ड आधार कार्ड लिएर काम गर्न बस्न पाउँछन्। उनीहरूको लागि कुनै पनि पासपोर्ट, कुनै पनि भिजा चाहिँ लाग्ने छैन। जुन 1950 को सन्धि कुनै पनि खारेज गरेको छैन र त्यो सन्धिलाई नमान्नु पनि भनेको छैन। र अन्य देशको हकहितको लागि चाहिँ तपाईले भारतमा
छ कोही कुनै पनि व्यक्ति अथवा आएको छ भने के कारणले आएको, किन आएको, हैन, र भिजा कति छ भन्ने कुरा सम्पूर्ण स्पष्ट राखेको हुनुपर्छ। र अनि सोधपुछ पनि नेपाल र भारतको नाका खुल्ला नाका भएको कारणले नेपाल हुँदै भारतमा विदेशी नागरिकहरू पसेको पनि एक दुईवटा घटनाहरू भएको कारणले भारतले एकदम स्ट्रिक्ट रूपमा अन्य देशका नागरिकहरूलाई नियम कानुन विपरीत छिर्न दिएको छैन। त्यस कारणले चाहिँ यो सोधपुछ र खोज तलासीहरू अथवा चेकिङहरू भइरहेको हो। तर नेपालीहरू हुनुहुन्छ, तपाईँ कुनै ठाउँमा जब गरेर बस्नु भएको छ, कुनै अथवा घर परिवारसँग बस्नु भएको छ भने कुनै पनि समस्या छैन। तर यति कुरा याद राख्नु होला, तपाईँले नेपाली नागरिकता र आधार कार्ड पान कार्ड साथमै भयो भने खासै फरक त पर्दैन। तर सकेसम्म आइडेन्टिटी प्रुफ देखाउँदाखेरि एका देशको मात्रै देख्नु होला। जस्तै भारतको आधार कार्ड पान कार्ड छ भने आधार कार्ड पान कार्ड मात्रै देखाउनुहोस्। यदि भोटर आइडी र पासपोर्ट बनाउनु छ भने स्ट्रिक्टली नदेखाउनुहोस्। यदि तपाईँ पूर्ण रूपमा भारतमै बस्नुहुन्छ, आधार कार्ड पान कार्ड छ अथवा भोटर आइडी पासपोर्ट पनि छ भने नेपालको नागरिकता नदेखाउनुहोस्, म मारेर दिने हो भनेर आफू बस्न सक्नुहुन्छ है। आफू बस्नको लागि अथवा पक्राउ पर्नबाट बस्न सक्नुहुन्छ। तर नियम कानुन अनुसार तपाईँले चाहिँ नेपाली हो, नेपाली नागरिकता र भारतको दोहोरो नागरिकता लिनु हुँदैन। नलिनु होला, न कुनै बेलामा पक्राउ हुनसक्छ, कुनै बेलामा तपाईँ फस्न सक्नुहुन्छ। यहाँ त के पनि गरिरहेको हुन्छन् भनेपछि नेपालीहरूले तपाईँले एयरपोर्टबाट जाँदाखेरि नेपालमा नेपाली नागरिकता देखाइदिने, इन्डियाको एयरपोर्टमा चाहिँ डिपोर्ट हुँदाखेरि चाहिँ अथवा त्यहाँ चाहिँ एउटा फर्म हुन्छ, त्यो फर्म भर्दाखेरि चाहिँ आधार कार्ड देखाएर फर्म भर्ने गरेका हुन्छन् है। त्यस्तो काम बिल्कुलै नगर्नु होला। कुनै पनि ठाउँमा कुनै पनि यात्रा गर्दाखेरि, नेपाल भारत यात्रा गर्दा एउटा आइडी प्रुफ देखाउनुहोस्। नेपालको नागरिकता तपाईँसँग आधार कार्ड पान कार्ड छैन भने पनि नेपालको नागरिकता देखाउनुहोस्, कुनै पनि समस्या हुँदैन तपाईँहरूलाई है। तर हाम्रो नेपाली नागरिकता छ, आधार कार्ड पान कार्ड छ, भोटर आइडी छ भन्दैमा मसँग त यो आइडी छ भनेर सबै आइडी देखाइदिन्छु र हिरो भन्छु भन्ने काम नगर्नु होला। बिल्कुल तपाईँलाई फस्न सक्नुहुन्छ। यदि भोटर आइडी बनाउनु भएको छ, तपाईँलाई भोटर आइडीको आवश्यक छैन भने भोटर आइडी अनलाइनमा क्यान्सल पनि गराउन सक्नुहुन्छ। अनलाइनबाटै तपाईँले क्यान्सल गराउनु होला, त्यो भोटर आइडी युज नगर्नु होला है। अब त बरु नेपालको चुनाव आउँदैछ, नेपालको भोटर आइडी बनाउने, नेपालमा चाहिँ आउने, भोट हाल्ने, चुनाव हाल्ने, आफ्नो देशमा चाहिँ आफ्नो देशमा का नागरिकहरूलाई जित्ने मताधिकार प्रदान गर्ने त तपाईँले चाहिँ नेपाली हो भने नेपालमा अधिकार छ। भारतमा चाहिँ अर्काको देशमा हामीले नराम्रो मान्छेलाई जिताइदिएर राम्रो मान्छेलाई जिताइदिएर कुनै पनि हामीलाई कुनै फाइदा हुनेवाला छैन होइन। आफ्नो देश भनेको आफ्नो देश हो। त्यस कारण यो कुराहरू स्पष्ट रूपमा भएर र ढुक्क भएर बस्नुहोस्। तपाईँ कुनै पनि चिन्ता लिनु पर्दैन। यदि तपाईँहरूलाई कुनै कारणवश समस्या परिहाल्छ, आधार कार्ड र प्यान कार्ड छ भने पनि र म नेपाली हो भन्दाखेरि तपाईँलाई कुनै आधार कार्ड पान कार्ड किन बनाइस् भन्ने त्यस्तो भन्छ भने त त्यस्तो भन्दैन, अथवा कुनै पुलिसले तपाईँलाई अलिकति भन्यो भने तपाईँले स्पष्ट रूपमा भन्नु होला आधार कार्ड पान कार्ड बनाउन अधिकारी छ, हामीले त्यही अनुसार बनाएको हो भनेर भन्नु होला। यदि तर पनि कुनै पक्राउ गर्छ भने नेपाली राजदूतावासको नम्बर पनि छ मसँग। यदि तपाईँलाई चाहनुहुन्छ कुनै व्यक्ति तपाईँको आफन्ती गल्ती बिना है, तपाईँको जस्तै भोटर आइडी पासपोर्ट केही पनि छैन र आधार कार्ड पान कार्ड भएकै आधारमा, आधार कार्ड पान कार्ड बनाएकै आधारमा तपाईँलाई कसैले कुनै प्रकारले पक्राउ गर्छ भने नेपाली राजदूतावासमा कन्ट्याक्ट गरेर हाम्रो साथीलाई यसरी पक्रिएको छ, आधार कार्ड पान कार्ड मात्रै बनाएको छ, अरू कुनै पनि गल्ती छैन भनेर तपाईँले भन्न सक्नुहुन्छ। साथीहरू एक आपसमा कम्युनिटी जोडिएर बस्नुहोस् है। मैले एउटा व्हाट्सएप कम्युनिटी पनि बनाएको छु जुनमा 11-12 हजार भन्दा धेरै च्यानल छ, 11 हजार फलोवर्स हुनुहुन्छ। त्यो च्यानलको लिङ्क मैले तपाईँलाई व्हाट्सएपमा अथवा यसको च्यानलको युट्युब च्यानलको डिस्क्रिप्सनमा पनि राखिदिनेछु। तपाईँहरू त्यस च्यानलमा जोइन हुनु होला। यदि कुनै कारण कसै साथीलाई समस्या परेको छ, कुनै समस्या घटनाहरू भइरहेको छ भने पनि कृपया प्लिज जानकारी गराउनु होला। परदेशमा बसेका छौँ होइन, एकअर्कामा साथ सहयोग भएर बस्नु होला। परदेशमा कुनैसँग साथीहरूसँग आफू नेपालीमा लडाइँ झगडा अथवा त्यो देशलाई अराजकता आउने खालको काम नगर्नु होला। अर्काको देश भनेको अर्काकै देश हुन्छ। नेपाल देश जस्तो सम्झिएर लडाइँ गर्ने झगडा गर्ने होइन, त्यहाँका मान्छेहरू अथवा आफै नेपालीमा लडाइँ झगडाहरू पनि गरिराख्नु भएको हुन्छ। त्यसले हाम्रो नेपालीहरूको इमेज खराब गर्ने काम गर्छ। जति सकिन्छ राम्रो बन्ने प्रयास गर्नुहोस्। हामी परदेशीमा कमाउन गएका हौँ है, हाम्रो मुख्य उद्देश्य त्यो कमाउन गएको, हामी लडाइँ झगडा गर्न गएको होइन। त्यस कारण जति सकिन्छ हामी सबै नेपालीहरू एक ठाउँमा मिलेर बसेर एकअर्कालाई सहयोग गरेर नै अगाडि बढौँ भन्दै म नरेशबाटै बिदा हुन्छु।